आदरणीय साथीहरू नमस्कार। म योग गुरु प्राणायाम हिलर रवि वैद्य। आज म यहाँहरु समक्ष भस्त्रिका प्राणायाम लिएर उपस्थित भएको छु। खासै भन्नुपर्दा भस्त्रिका प्राणायाम गर्ने विधिहरू धेरै छन्, तर आज म यहाँहरु समक्ष भस्त्रिका प्राणायामका दुई विधि मात्रै प्रस्तुत गर्नेछु। हात्ती, घोडा, गाई, भैँसी जस्ता ठूला जनावरहरू रिसाउँदा नाकले ठूलो स्वर निकालेर सास फेर्छ। त्यसैगरी नाकले बलपूर्वक सास तान्ने र नाकले बलपूर्वक सास छोडेर गरिने प्राणायामलाई भस्त्रिका प्राणायाम भनिन्छ। एकपटक बलपूर्वक सास तान्नु र एकपटक बलपूर्वक सास छोड्नु भस्त्रिका प्राणायामको एक चक्र हो। जस्तै यो पहिलो विधि अनुसारको भस्त्रिका प्राणायाम कडा प्राणायाम हो। त्यसैले निम्न समस्या भएका साधक साधिकाले यो पहिलो विधि अनुसारको भस्त्रिका प्राणायाम गर्नु हुँदैन। जस्तै टाउको दुख्ने, आँखा दुख्ने समस्या भएका, कान दुख्ने, पिनास हुने समस्या भएका, दाँत दुख्ने समस्या, घाँटी दुख्ने समस्या भएका, छाती दुख्ने, उच्च रक्तचापको समस्या हुने, मुटु दुख्ने, पेटमा घाउ हुने, अल्सर हुने गर्भवती महिलाले यो पहिलो विधि अनुसारको भस्त्रिका प्राणायाम गर्नु हुँदैन। महिनावारी भएको महिलाले 6 दिनसम्म पहिलो विधि अनुसारको भस्त्रिका प्राणायाम गर्नु हुँदैन। पाठेघरको समस्या हुने महिलाहरूले यो पहिलो विधि अनुसारको भस्त्रिका प्राणायाम गर्ने हुँदैन। भस्त्रिका प्राणायाम गर्ने पहिलो विधि: आँखा बन्द गर्ने, मुख बन्द गर्ने, ढाड सिधा राख्ने, सके कुनै एक ध्यान गर्ने आसनमा बस्ने, नसके पलेटी कसेर वा मेजमा बसेर पनि गर्न सकिन्छ। जस्तै रिल्याक्स, 4-5 पटक प्राकृतिक सास फेर्ने। प्राकृतिक सास भन्नाले जसरी सास आउँछ आउन दिने, जसरी सास जान्छ जान दिने। यसरी यो प्राणायाम नयाँ साधक साधिकाहरूले सुरुको 1 हप्ता 1 मिनेट मात्रै गर्ने। 1 मिनेटमा 10 देखि 15 चक्कर भस्त्रिका प्राणायाम हुन आउँछ। हरेक हप्ता 1-1 मिनेट बढाई 5 मिनेटसम्म भस्त्रिका प्राणायाम गर्न सकिन्छ। भस्त्रिका प्राणायाम हरेक 5 चक्कर गरिसकेपछि 4 पटक प्राकृतिक सास फेर्ने। नाकले हल्का सास तान्ने र हल्का सास छोडेर गरिने प्राणायाम भस्त्रिका प्राणायामको दोस्रो विधि हो। 1 पटक नाकले सास तान्नु र 1 पटक नाकले सास छोड्नु भस्त्रिका प्राणायामको दोस्रो विधिको एक चक्र हो। यो प्राणायाम हल्का छ, सफ्ट छ। त्यसैले 5 वर्ष र 5 वर्षभन्दा माथिका जुनसुकै उमेरका साधक साधिकाले पनि यो प्राणायाम गर्न सकिन्छ। दोस्रो विधि अनुसारको भस्त्रिका प्राणायाम यसरी गर्ने: पलेटी कस्ने, मेजमा बसेर पनि गर्न सकिन्छ। सकेको खण्डमा जुनसुकै ध्यान गर्ने आसनमा बस्ने। जसरी गर्दा पनि ढाड सिधा राख्नु पर्छ। आँखा बन्द गर्ने, मुख बन्द गर्ने। रिल्याक्स गर्ने। दोस्रो विधि अनुसारको भस्त्रिका प्राणायाम सुरुको 1 हप्ता 100 पटक मात्रै गर्ने। दोस्रो हप्तादेखि हरेक दिन 25-25 पटक बढाई 500 पटकसम्म गर्ने। 500 पटक पुगिसकेपछि हरेक दिन 500 मात्रै गर्ने। यो प्राणायाम गर्दा गर्दै थकाइ लाग्छ भने 5-10 सेकेन्ड रोकेर फेरि सुरु गर्न सकिन्छ।
भस्त्रिका प्राणायामले विशेष गरेर मस्तिष्कमा अत्यधिक मात्रामा अक्सिजन डिपोजिट गराइदिन्छ, जसले गर्दा स्मरण शक्ति बढाउँछ, मानसिक तनावबाट मुक्ति दिलाउँछ, मन स्थिर हुन्छ, थाइरोइड ग्ल्यान्ड तथा स्वर यन्त्रमा सकारात्मक प्रभाव पार्दछ, कब्जियतबाट मुक्ति दिलाउँछ, पाचन प्रणाली बलियो बनाउँछ। विशेष गरेर भस्त्रिका प्राणायामले शरीरका प्रमुख अङ्गहरू जस्तै मस्तिष्क, फोक्सो, मुटु, लिभर, प्याङ्क्रियस, आन्द्रा, किडनी जस्ता प्रमुख अङ्गहरूमा सकारात्मक मसाज गर्दछ र सबै अङ्गहरू क्रियाशील हुन्छ। त्यसैले भस्त्रिका प्राणायाम गर्नुहुँदा शरीर स्वस्थ हुन्छ, हल्का हुन्छ। केही सोध्नु छ भने कमेन्ट बक्समा लेख्नुहोला, जवाब दिनेछु। हस्, अर्को हप्ता कुनै एक नयाँ प्राणायाम लिएर उपस्थित हुने बाचा गर्दै आजलाई बिदा दिनुहोस्। स्वस्थ रहनुहोस्, सुखी रहनुहोस्, सफल रहनुहोस्। नमस्कार, जय जगन्नाथ।